वारी खोला बारीमा खोला बिचैमा पापी दोबान भनेको चाहिँ खासमा यो हो क्या। यो मेरो पछाडि देखिँदै गरेको चाहिँ ठ्याक्कै हेवा खोला हो। पछाडि अलिअलि पुल पनि देखिँदै होला हैन, कि देखिँदैन हो, अलिअलि देखिँदै होला। अनि यतापट्टि हेवा खोला, यतापट्टि कोशी खोला, तमोर खोला। यो हेवा खोला र तमोर खोलाको एकदमै सेन्टर पोइन्ट दोबानमा छु म अहिले चाहिँ, ठ्याक्कै दोबानमा। यतापट्टि निलो खोला तमोर खोला, यतापट्टि धमिलो खोला हेवा खोला। र यो म अहिले भएको ठ्याक्कै दोबानमा चाहिँ एउटा बोटल हाउस थियो। बोटल हाउस, त्यसमा चाहिँ अब चट्ट दारूसारू हान्ने, अनि हल्का रमाइलो गर्ने, अनि सुकुटी यताउता खाजासाजाहरू घुम्न आउने टोलीहरूलाई चाहिँ चट्ट होइन हुन्थ्यो यो बगरमा। त्यो चाहिँ अब पोहोरको बाढीले चाहिँ लातखुलुत्तै पारिदिएर सबै उडाइदियो, लगिदियो होइन। त्यो लगिदिएपछि चाहिँ अब सब बगर मात्रै छ अहिले यहाँ चाहिँ, सबै बगर। यतापट्टि चाहिँ दामी तमोर खोला निलो खालको। हेवा र तमोरको ठ्याक्कै दोबान सेन्टर पोइन्टमा छु म अहिले, बिल्कुल सेन्टरमा। त्यस्तो छ, रमाइलो छ होइन। घाम लागेको छ, मस्त गर्मी छ होइन। यो निलो खोलामा अघि एकचोटि चाहिँ झ्वाम्मै चोपिएर आइयो, अब फेरि एकचोटि चोपिने बेला भयो। गर्मीले थाम्न सकिएन।